यो कुखुरा चाहिँ फेरि म माछा राख्नु खान्छु भने म पनि त्यो होइन खोज्दा भन्छु नपुगी बलाको सामानलाई राख्ने कि पहिला टिप्ने फर्स्ट ल्याऊ म लौ त फेरि सिस्नुले छुनुपर्छ नि यसरी हातले पो छुन्छ चप्पै फेरि निसाङ उ भेन्न हो त यहाँ अब कुकुरहरू लाग्छ वाउ कस्तो राम्रो सिस्नु चिल छ होला लु त्यो त काँडा बिनाको सिस्नु जस्तो लाग्यो मलाई चिल छ नि स्याङ किन गरेको ल स्याङ चाहिँ के हुन्छ गो यता हेर यसको ज्याकेट आज फुकाइदिनु यो त लास्टै मैलो बनाइदिएछ यार सकिएछ हौ स्याङ लड के भन्नु होइन तिमीले बस्न यहाँ यहाँ फेरि बोक्छु भन्दा नि मान्दैन कस्तो खालको चिम्टा हो घर देखाउँ भने नि स्याङ चाहिँ खालि मिटिङमा गयो होला नि हुनुहुन्थ्यो ए हिजो पो मिटिङमा जानुभयो त अस्ति दिन आज पनि हो 2 गते ए आज 3 गते 3 गते हजुर म बाउलाई सकेको छु ल 2000 पैसा खाएको पि त्यसरी 600 100 दाना नि 1000 रुपैयाँ नि 10 रुपैयाँ दाना नि हो 17 दाना दाइ किलो टिपुसीमा के गर्छ झन् कुटा मर्क्यो केमा झिरिङ पो भयो उ झरे अनि त्यता त हो गर्ने नि 1100 का त झनै लड्यो अरे झिरिङ पो गर्यो अब भाउजूले नानीलाई पुर्छ अरे तिमीलाई पुर्छ अरे आजै ल्याउनु पुग्दैन मको आधी आको टिपेर ल्याउ न तलतिरबाट यो फाँसी राखिहाल्नु पर्ने छ त्यो करेला घारी मुतिर जाऊ न तल खाल्न सब सोरसार गरिरहेछ त उम्लाई छ मकैको चामल
त्यसले नै चलाउनु नि कता गयो पुग्यो यो टुपी नफाल्दा नि हुन्छ कति झरीले हो त चिलो हाल्नु गोठाला खिच्ने अनि कोरियन चक्र खाने स्याङ कुखुरा खाँदैन के हुँदैछ स्याङ 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 कता काट्छ मामाले पछि पठाइदिने रे अरुण भाइ त्यहाँ स्याङ छ बोलाउनु त भाउजूले यहाँ खानु आउनु अरे भन्नु त कहाँ राख्छ तर त मम्मीले मात्रै चलाउने होला हैन म देख्नु पर्यो नि फेरि मम्मीले चलाएको पान पानले भन्नुपर्छ यसरी मम्मीले चलाएको मात्रै मम्मीलाई सोध्नु पत्रा खाँदै भयो यसले फेरि एकचोटि खिच्नु नि त उसको खेलेर काम लाग्दैछ यहाँ हान्नु खोज्छ पोलो नि उछिटेर त्यो हाल्दैन पुरो फेरि यो ठुलो न ठुलो हातै गोलो सानो थियो कता पुऱ्याइदियो जाँदा नै नचल्नु
त सुत्छु बाबा यसमा भात खाएर त छोड्दैछु यो सिस्नु अब टिप्दिन होला जिन्दगीमा अब चाहिँ रिस उठ्नु थाल्यो नाकमा खिरा र सिक्रेको जस्तै झास पनि भइरहेछ तान नतान्ने तान्दा त काटि पो सक्छ भयो यो सुँगुरको मासु त म नखानै भनेको थिएँ सुँगुर नल्याऊ है अब त गाउँमा धेरै पाहुनाहरूको मासु त्यही भएर पो त तलको म के पिस्नु पर्यो यतिको ठिका लगायो पहिला पाइलो त एकैचोटि हालिदिनु पर्यो डढी जान्छ होला है फेरि निकाल्दै स्प्लेन्डर हो नि उया खाएर रहेछ मैले भनेको उया खाएर रहेछ नि त ओ फुला डोडो यता एकैचोटि बोल्दा फेरि उनीहरूको पहिलाको काम गरेर अहिलेको हाम्रो काम गरे पनि मिल्दैन नि मिल्दैन पनि त्यही भएर लौ कता जाने हेल्प कति छ सर 80 रुपियाँको मुनि गएर चाहिँ चेन्ज गर्दा हुन्छ दाइलाई दिनुपर्छ फोन अर्को लडमा भतिज र भतिजीको यो पछि 3 दिन पालो नदिने त डुलुवालाई आऊ न सौ मलाई रिस उठेर अघि आइजानु हैन डुलेर आइसक्यो डुल्दिन अरे उ त चिया अघि बनाइदिएको आको डुलेर आइस भन् त के छ भाइलाई तँलाई नदिनु चक्लेट भाइलाई मात्र आको भन्ने छ काम भएको छ श्याम किन डुल्नु भएको त अब भिडियो आइसक्यो होला चक्लेटहरू के खाएरै अब भात त्यसले खाँदैन आज तपाईँ खानु
दिमाले सिस्नु हाल्नुहुन्छ कि मैले हाल्छु कि ठुल्दिमाले मिठो बनाउँछ मसला बेसी होइन सिस्नु आज धुनु पर्यो सब गर्दै सिलौटो धुनु नै समेटा भन्छ सिलौटो धुनु नै समेटा भन्छ त्यस्तो गर्नु न होला चिलो हाल्दाखेरि छैन त Buongiorno. छेउमा राखेर चलाउनु पर्यो सबै भाग्यो छ टिभी कागोले टिमले बनाएको त्यो भातै खानु दाला त नि ऊ भोगले खान्छ कुचियाले पनि कुचियाले नै भनेर के कुचियाले त उनी दिनु हुन्छ सिस्नु न सिस्नुलाई त सिस्नु दामी हो नि खुवाउनुपर्छ दाला अन्डा पनि नगर त्यो लिएर टास्नु नचला त सबैले नै यसले नै खाइहाल्यो सबै अस्ति हामी नहुँदा कि यो राक्षसहरूले यसले नै के पिटिदिउँ हौ यता पनि उक्कै पठाइछ अब यो मेरो ठाउँ आजदेखि सबै मेरो ठाउँ अब तिमीमा बस पिठो सानो छ यहाँ यहाँ आउँछ तेरो मम्मी एकछिनमा दाल राजनले भन्छन् ए आऊ काटियो अचार दिन्छ हरि यो के है सिस्नु त बवाल हो त मलाई त नदिने रे हो मम्मीले ब्रिज हो पोटेट हुन्छ मास्तिर अब सिस्नु खायो हो पिठो
चेक चेक Cheers. ओइ यो त खै खिर जस्तो भएर खिर पो खानु मन लाग्यो भइलाई आज चाहिँ म सिस्नो र यो मकैको भात खाँदैछु त्यो पनि लेकमा महिमाको छेउमा मयमको छेउमा स्याङ झन् कति मजाले खाँदैछ खिच्दैछ उता दाजुको खिच्छ ल ल पक्न पक अघि नै खिचेको मैले त तेरो मिठो भयो भाइ सिस्नु मिठो होला मिठो भयो दादा यो भन्दै आफ्नै कलेज पहाडीमा फलेको अर्ग्यानिक तिनीहरूले चाहिँ फेरि आफ्नै बारीको सिस्नो भन्दै के अरे रोडीको छ ओ को मेरो बारीमा आएर खाने भन्ने मेरो बारीले आफ्नै बारी भन्छ भनेर खेद्छन् साँच्ची कि कमेडी कमेडी बनाएर बनाएर सिस्नो भात थाहा पाए नाम पनि कति खाँदैछ इममा कि बन इम नै हो एकछिन ल दुध खाएर दुध खाएर सुत्नुहोस् तातो भएर बसेको तातो भयो तातो भयो सिल्लोस् न भात पनि तातो तर सिस्नु थाहा भयो भाइ के म ल्याइदिन्छु नमिठो भयो लरुन भने त मिठो छ एक्स्ट्रा छ म त मम्मी सिस्नो र थेप्ला खानु फेरि नै जान्छु माइम त फेक्दैन पहिला नि खाँदै त एकचोटि आएर यस्तो पो खान्छु त भन्ने तर त्यसले मिठो भएन क्या त्यो के अलिक सामानै पुगेन क्या सामान होइन के आज पनि अलिकति पातलो पातलो तर यति मिठो हुन्छ धेरै बाक्लो नि मिठो हुँदैन नि त सिस्नु तपाईँले मिठो पकाउनु न त मिठो छैन भने के खाता भयो मिठो छ त नि अनि आज भन्छ त नि पकाउँदै खानु हिँड्नु त एउटा त कहाँ हिँडेको कहाँ हिँडेको है त भात राखेको पोलो के गर्दैछ पानी तल खाँदैछ बेलुकी खाएर होला गुले यसले चाउच बिस्कुट चक्लेट सब लुडायो अनि कहाँ खान्छ दिवा चाहिँ कहाँ खाँदै घाँसले माम नखाने घेको ए पापाले कुखुरा हेर्दै त्यहाँ कुखुरा खेदो सानो सानो तातो छ? खोज्छ मैले भात दे कुखुरालाई बोलाएर पर हाल भन्न अङ्कमले तातो छ तातो भएन ठिक्कै भयो सेल चान्त तातो भयो क्या बर्थडे नै बर्थडे टाढो लिसा भरे चाहिँ चाउमिन खानुपर्छ दिमा अहिले नमिठो होइन राइमिट खानुपर्छ कि दिउँसो हाम्रो आमालाई त मनपर्छ भेटेको म त अस्ति दिनहुँ जस्तै खाएँ तर हाम्रो आमाको लो छ प्रेसर लो छ ती 2-3 मिनट टिपेर प्रेसर घट्छ र फेरि दिमा हाम्रो आमाको चाहिँ प्रेसर लो छ सुगर हालेर चाहिँ सिस्नु नै खानु बाल गर्नुपर्छ है अनि सिस्नुको फेक औषधि सक्यो भने खाऊ है भन्छ खेद नै भाइ ओइ खोया उब्रा हेर्न आइज न कहाँ गएको यहाँ लाग्नु ल मुखहरू धुनु अनुहारहरू मुख हात चाक पनि हल्लायो ए किलो कुखुराले यो बच्चाले घरि रिस उठाउँछ घरि के गर्छ हाँसाउँछ अघि चाहिँ कति हाँस उठ्यो त्यहाँनिर माछालाई बोलाउँदो रहेछ चिम्टल थियो छिटो जान्छ भागिहाल्छ लागेर भनेर मम्मीलाई भन्छु भनेर झन् डर लाग्छ के गर्छ हुन्छ
अचार दिएको दिइसक्यो एक थाल खाइसक्यो दिमा तातो भात खाएर चिसो पानीमा दाँत डुबाउन हुन्छ त यहाँ भात पुग्दै छ नि यहाँनिर हुन्छ मलाई बुझाइनै बिर्सिन्छ रहेछ होला नि खालि क्यामेरा हे चप्पल बिर्स्यो भन्नु नि चप्पल बिर्सिहालेछ अस्ति खराब दिमालाई र मलाई चाहिँ खासै थेप्लो मन पर्दैन भन्ने कुरा हो फेरि भाइलाई सिस्नै मन पर्दैन रे होइन उसको लागि फेरि हामी सबै उस्तै उस्तो रहेछ नि भाउजूलाई चाहिँ उब्बरै मिठो भएछ त्यही भएर चाड्दै हुनुहुन्छ खास गरी मलाई पनि पहिले चाहिँ मन पर्दैन थियो जब यसको मैले उहरू बुझेँ भन्नु न फाइदा महत्त्व महत्त्व कुरा थाहा पाएँ अनि त्यसपछि चाहिँ त्यसपछि चाहिँ समिताले खान्छ मजाले अचार सानो दिनमा बच्चै छ अब पछि 2-4 वर्षपछि पुग्छ होइन लगभग त्यस्तोमा पनि फेरि बसोस् न उट्टाङ पल्टी जान्छ बरु खेल उता डुल्नुभन्दा त्यतै ह सेबास आफै अब भत्तै अर्को बाख्रा ल्यायो भने 2टा ल्याउनु पर्छ नत्र भाइले दिँदैन त्यो त स्योरै हो नि अब सुरु भइसक्यो तपाईँहरूको 2टा किनिदिनु पर्ने दिन सबै कुरा नजर वाकर राखेर सजिलो हुन्छ वाकर ल्याइदिनु के त अर्को हुलचेल माथि मेरो हुलचेल झारेर त्यहाँ अगाडि दिनु अघि लिनु गएको थियो बिहानै अनि मसँग अघि नमिल्ने भनिस् होइन बिहानै लिनु गयो अब माथि आएछ गाडी अनि खोइ भन्दै नल्याइदिने म गाडी कहाँ थियो भाउजू गाडी कहाँ थियो कुन गाडी सानो गाडी खोज्दै आएको थियो त्यो दिमागको त्यो उभित्र चामल भेट्टे भाउजू भेट्टे भनेर रमाउँदैछ मैले भेटेर राख्ने ओ कान्छा आज चाहिँ म दिसेमा लुगा मागेन है मतलब भाइहरूले किन्दा ल लुगाको लुगा भनेको मेरो त छ भने यसले कोटहरू उडेको थियो नि त जा लु गाडीमा छ साउनेनीले कतिवटा मुङ्गेनीले कानमा 2टा राखेको 9 र त चौचकिन दिँदा जेठादेखि उधको 4 भाइलाई खैले कुकुरले दिउँ त पर यो भात बासी गाना आयो अर्को खानु अर्को खाउ न राजन पनि त्यो गनायो भने कुखुराले त्यो तिखेदेखि आएकोहरूले त भात खाने बानी गरेको कता गयो त्यहाँ रुखमा हामी जानुपर्छ कुखुरा रुखमा बस्छ अरे नाति एउटा मार न 80-90 हजारको बिउवा आउँछ अनि रुखमा बसेर गुटुङ अनि सबै उसले अब समाउने खोइ त किन्नै त भनेको त एउटा धुना किन्नु हो त भनेको त अब सक्दिनँ भन्छ त घाँस काट्नु भएको वस्तु त सक्दैन दुना आएको त्यो नाथे बाख्रा जस्तोको गाई ना ठुलो डाल त्यो त धेर भो होला खोजिदिएको उसको भाइ पनि दिने नि म राखिदिएको यो त्यो हुन् कसको त्यहाँ छ नानीहरूलाई दिउँछ निश्चय भने अनि नभए खाइहाल्छ भनेर चाहिँ सुगर गर्छ भने खाइन यो त हुन्छ उ पो त सुँगुरको पो धेरै खानु हुँदैन त कुखुराको त यो पनि अनि मैले कुखुराको पनि पर्छ सर कुखुराले यदि बढ्दैन किन पाड्नु सुँगुरको चाहिँ धेरै खानु हुँदैन कुखुराको चाहिँ बढ्दैन
मस्त पढेर खाँदै रहेछ त नि पोल्दैन त तिनीहरू तातो त नखानु पर्ने ए खेद्यो ल गाली गर्दै खेद्दैछ त्यसले फेरि कुखुरा कुटेर मारेर ध्वंस हुन्छ नि उठाएर नि पाइपमा हावा गर्दैछ त निन्दै आउँदैछ प्यारो सानो मार्छ है त्यसले सानो सानो सिधा पो हान्दा जान्दैन कुखुरा चाहिँ के भनेर खानु भनेर ढुङ्गा परेर गन्धी हुन्छ वरिपरि लेख्नु पर्यो कता वरिपरि भाइ अब सकेको भाइले ल्याउनु गोबर ल्याउनु पठाउनु पर्यो माथि अलिकति कहाँ भयो माथि गोची छ होला अलिकति पट माथि पनि पढ यो पल्लो त भार बाटोको माथा त त्यहीँ बाटो छेउमै छु अलिकति ल्याइदेऊ न हुन्छ कसले सुलीको नष्ट गरेछ भाइ मलाई मार्गी लागेको होइन नि उलेकै आएको मलाई नाकमा के भएको त तपाईँलाई नाकमा पसेको कि के को जुस पसेको अहिले ठिकै भइरहेको त इस, के पो थाहा छैन। खार आएछ खार कि के भन्दा खार आयो के आज योसँग डिस्केस पर्छ नि